रासोपाले चुनाव मजाले जित्यो, जित्नुपर्ने ठाउँमा सबै ठाउँमा जित्यो। तर पर्सनली यस्तो दुईटा ठाउँ छ जुन ठाउँबाट चाहिँ रासोपाले जित्नै पर्ने थियो, एउटा बाजुरा, एउटा हुम्ला। बाजुराबाट हेमराज थापाले जित्नै पर्ने थियो। हेमराज थापा करप्सन विरुद्ध सधैँ सडकमा आवाज उठाइरहन्थे। हेमराज थापालाई अंकित गरेर सरी भन्दै एउटा मान्छेले एउटा मिठो लेख लेखेको रहेछ। म तपाईहरुलाई पढेर सुनाउँछु, सुन्नु है त। माफ गर्नुस् हेमराज थापा सर, चुनाव अगाडि मैले धेरैचोटि फोन गरेर आफ्नो घर परिवारलाई सम्झाउने कोसिस गरे। भोट हाल्न जानु अगाडि पनि धेरै पटक बुझाएँ। यो केवल एउटा पार्टीको कुरा होइन, यो हाम्रो भविष्यको कुरा हो। तर उहाँहरूको एउटै डर थियो, यदि मैले एकातिर भोट हाले भने समाजले मलाई कसरी हेर्ला। भोलि समाजसँग बस्नुपर्छ, समाजको साथ चाहिन्छ। त्यसैले म उहाँहरूको मन परिवर्तन गराउन सकिन। आज मनले भन्छ यो हार तपाईले मात्र हारेको होइन, यो त हामी सबैले हारेको हौं। यो त पुरै बाजुरेली जनताले हारेको हो। मैले हारेको हो, मेरो कमजोरीले हारेको हो। र मेरो गाउँका दाजुभाइ तथा आमा बुबा अब पनि जिन्दगीभर त्यही ढुङ्गा थिचेर बस्नुहोस्। मेरो पार्टी तेरो पार्टी भन्दै झगडा गर्दै बस्नुहोस्। नेताको पछाडि झोला बोक्दै बस्नुहोस्। देशभरका मानिसहरू परिवर्तन खोजिरहेको बेला यदि तपाईहरूले मात्र परिवर्तन नखोज्ने निर्णय गर्नुभएको हो भने सायद तपाईहरूलाई सबै कुरा पुगेको रहेछ भन्ने बुझ्नुपर्छ। त्यही भएर होला आज पनि बाजुरा अझै पनि विकासको सूचकहरूमा धेरै पछाडि छ। तर पनि तपाईहरूलाई यही अवस्था ठिक लाग्छ भने अझै त्यही बाटो रोज्नुहोस्। मलाई केवल यति मात्र भन्नु छ, कहिलेकाहीँ हार नेताको हुँदैन, हार त सोचको हुन्छ। कति मिठो लेख लेख्नु भएको छ। साँच्चै नै बाजुरामा हेमराज थापाले नजित्नु भनेको बाजुराको हार मात्र होइन, नेपालीको हार हो। तपाईहरु के भन्नुहुन्छ कमेन्ट गर्नु है त।